खेला परेको छ क्र्याब ल आना नि भित्तामा इनर्जी राइदिएको छ अब हामी निस्किन लागेको ल बाइ बाइ अङ्कल आन्टी बाइ बाइ ल बाइ बाइ कति खान्छ रानीले तेल दोस्त हाम्रो मायालुलाई भोक लागेछ तेल हाल्दैछौँ है त होइन यो अलि मलाई बढी हुन्छ जुठाले खाइन नि दाइ छैन रक्सी जुठा खायो त बोले उहाँ चाहिँ उहाँलाई हो हामी लाग्यौँ यो ठाउँ हेऱ्यौँ ठाउँलाई बिदाई गरेर अब हामी लाग्यौँ हाम्रो चाहिँ फोटो आउँदैन भ्युज आउँदैन फेरि भ्युज त किन आउनु नआए नि होइन अब जाडो छ हिरो पनि हिँड्ने जमाना छैन त्यस्तै छ अनुहार हामी जाँदैछौँ पछाडि नानीहरू यहाँ मेरो साथी साथी राइड गरिरहेछ त्यही भएर उसलाई मैले डिस्टर्ब गर्न मिल्दैन गाइडहरू हावाले मोबाइलै झार्नु जस्तो भइरहेछ 1 लाखको फोन हो फेरि घर पनि बनाएको छ होइन गाइडहरू बाटो यस्तै छ है हामी जाँदैछौँ हिँड्दैछौँ रमाइलो हुँदैछ साथीभाइहरू पछाडि आउँदैछ यहाँ किनभने धेरै हावा चलिरहेको अवस्था छ है यस्तै बाटोहरूमा हामी आइरहेछौँ गाइडहरू अब यहाँ चाहिँ अलिक गाह्रै छ मेरो हेडब्यान्ड लाउनु पनि हुन्छ यहाँ चाहिँ जाडो छ अलिक जाडो लाग्यो मलाई ट्राइपड जस्तो गरेर हामी यताबाट घुम्छौँ खोला क्रस गर्दैछौँ गाइजहरू अहिले हामी यहाँ पुलमा आइसकेको छौँ यहाँ मुस्ताङ जस्तै धुलो हावा उडी चलिरहेको छ अब हामी छौँ यहाँको पहिलाको पक्की पुल उठ्यो हेर्नु सक्नुहुन्छ तपाईँहरूले यो उडिसकेको छ अब यस्तै छ गाइजहरू खोला हेर्नुहोस् यहाँ पछाडि पनि हुनुहुन्छ उहाँहरू हामी मुस्ताङ यहाँ ब्याग झर्छ क्या अब मैले चाहिँ ओडिनै पर्ने भयो गाइडहरू म दौडिँदैछु नानी धुलो उडेको ल आऊ अब हामीले पनि अरूको भ्लग जस्तो गरेर देखाउनु पर्यो ल आऊ बिस्तारै आऊ भ्लग बनाउन रहर गरेर मात्रै हुँदैन साथीहरू अब गाह्रो छ मलाई हेर्नुहोस् यस्तै छ मेरो जिन्दगानी ऊ त्यो हेर्नुहोस् त त्यहाँ पक्की पुल बिचरा भत्के छ है के लाने को लाने कसो लाने भन्ने कुरा भइरहेछ साथीले यता देखाइदियो भने अपिल आयो भ्लग भनेको यस्तै त र त हुन्छ नि हुँदैन होइन होइन दिदी जस्तो भयो त्यस्तो हुन्छ यहाँको भोकल मास्टर मै हो मेरो मुड सुरु भयो बेबी पोखरान खोल खिचौँ होइन साथीहरू यस्तै हो हेर्नुहोस् अब हामी हिँड्दैछौँ खासमा हाम्रो डेस्टिनी 3 घन्टाको हो आज हामीलाई 8 घन्टा जति लाग्छ कि है विशाल अब खाँदै दौडिँदै जानु पर्यो अब यहाँ
मलाई नराम्रो भन्ने तेरेमा हनुमानको छोरो लगाइजहरू अब यही हो होइन हाम्रो गाउँठाउँ भनेको चाहिँ यस्तै छ यी गाउँ जाने बाटो हो यो अब यहाँबाट अनि यहाँबाट यस्तो आउँदाखेरि यहाँनिर एउटा झरना छ यो झरना धेरै अग्लो छ धेरै अब यहाँ ऊ त्यो माथिको डाँडाको उसमा हाइटमा छ सानो झरना हो तर एउटा किम्वदन्ती भन्छ नि एउटा पुरानो कहानी एउटा चाहिँ के रहेछ भन्दाखेरि यहाँनिर चाहिँ हाम्रो एउटा त्यो यहाँबाट देख्दैन रहेछ पहिला बाटो यता थियो त्यहाँबाट देख्थ्यो दुईवटा भिर छ कि त्यहाँ ठुलो भिर बाजे र बजे भिर भन्ने के आखेबरा मम्बरा भन्छ कि हाम्रो तामाङमा चाहिँ अनि त्यहाँ चाहिँ बस्नुहुन्थ्यो अरे त्यहाँ चाहिँ अब लुगा धुने क्रममा अनि बाजेको चाहिँ टाउकोमा लाउने फेटा चाहिँ यो खोलाले बगाएको अरे त्यसैले यो खोला जहिले सेतो हुन्छ अरे भन्ने एउटा कहानी किम्वदन्ती छ साथै त्यो यो भिरमा चाहिँ कसैलाई अब बिहेतिर गाउँठाउँमा कसैलाई भाँडासाँडा चाहियो अथवा के सामान चाहियो भने माग्यो भनेदेखि दिनुहुन्थ्यो अरे भन्ने कुरो छ कि मान्छे नदेख्ने होइन कहिले पनि नदेख्ने मान्छे सामान चाहियो भनेदेखि मागेर हामीले जाने अनि एकछिनपछि अनि पछि लिन आउँदाखेरि ट्याक्क निकालेर राखिदिने थियो क्या यहाँनिर त्यो चाहिँ यता माथि मन्दिर पनि छ त्यहाँ अनि हजुर छ अरे माथि अनि त्यसरी के अब त्यो दिने तर यदि बास राख्यो भनेदेखि बास चाहिँ राखेन हो क्या जुन दिन लग्यो त्यही दिन फर्काइदिनु पर्ने जुन दिन लगेर त्यही दिन फर्काउनु पऱ्यो तर अनि एकजनाले चाहिँ लगेर फर्काइदिएन अरे त्यसपछि चाहिँ दिन छोड्यो अरे भन्ने एउटा कहानी रहेछ यस अब हामी त अब थाहा थिएन अब हाम्रो सानै अब हामीलाई सुनाउनु हुन्थ्यो यस्तो छ है हाम्रो गाउँको यात्रा यस्तै छ खोलाको किनारा जाने हो है त ल अब हाम्रो फेरि ट्रिप सुरु भयो हजुरहरूसँग फेरि पनि आउने छ हामी ब्रेक भाडा होइन ल यो ल अनि यति हो पुगिहाल्यो हाम्रो यहाँ लाली गुराँस फुल्यो लाली गुराँस अजम्बरी चम्पा चमेली गाइज हामीहरू बुढाखानी फाइनली आइसकेका छौँ अब यहाँ हुसो लागिसकेको छ घाम छेकिसकेको छ अहिले टाइम कति भयो विशाल टाइम कति भयो 3 बज्न मात्रै आँटेछ लगभग अँध्यारो हुन लागिसकेको छ यहाँ यता हालत हेरौँ यहाँ केटाहरू क्यारिम खेल्दैछन् यहाँ अब हामी एकछिन क्यारिम बोर्ड खेल्ने भन्ने कुरो आजको हालत हेर्न सक्नुहुन्छ यहाँ दिदी मलाई देखाइदिनु त बाइक चलाएर अब हामी सबैजना चप्पलमा हो अहिले ल केटाहरू क्यारिम खेल्दै गाइज
चाले त खतरा पुग्नु एडका चुना हो बिस्कुट केम छ एमडी लाई चाहिँ हान्नु दोस्त हैन पाला आउँछ रड पुरा आउने यसको ये पालो न नि त्यसै छेपै न ल ल ल एमडी अनि ल यो खाइला यो हो दाजु तल ल ल भाइ रड पुरा आइज बाबु धुलोले धुस्नु है हेलो धुली खेल न धुल रहेछ यहाँ काम पर्यो वाइल्ड केटा मैले रक्सी खानु क्यारी मार्नु परेछ मैले रक्सी खानु हाम्रो अङ्कलको पसल है यो चाहिँ गाइस 14 गरे पसल 4 गरे पसल 4 गरे पसल 4 गरे पारा ल ल अब हामी चाहिँ निस्किन लाग्यो खाजा साजा यो के ठाउँ रे दोस्त यो बुढा खानी ल अब हाम्रो 5 किलोमिटरमा बाइक छ है त्यो पुग्नलाई ओके 5 किलोमिटर ल मेरो एमडी ए एमडी भुका नतान धेरै ल दाइ मेरो दाइहरू ल आशिष दाइ गइसक्नु भयो ल ओके ल थ्याङ्क यू सबलाई एभ्रिथिङ सबै ढला न त्यहाँमाथि ढल्नमाथि गिटी परेर फेरि मलाई चाहिँ माया कसम डर लाग्छ यस्तो देखेपछि हाइटदेखि एक मिस गेम फिनिस 52 किलोमिटर भन्दा टाढो त होइन के त होइन कच्ची भएर के फुल गरेर आएको 32 किलोमिटर छ भाइ पछि भर्ती यस्तो हामीलाई फिल भयो अब हामी फाइनल डेस्टिनेसनमा आइसकेका छौँ गाइजहरु गाइज अब हामी फाइनल डेस्टिनेसनमा आइसक्यौँ फाइनली अब हामी रमाइलो छ है हामी फाइनल डेस्टिनेसनमा फाइनल डेस्टिनेसनमा आइसक्यौँ होइन अब हाम्रो गाउँ लगभग आइपुग्नु लाग्यो हाम्रो दाइहरू अगाडि गइसक्नु भयो हामी यहाँ छौँ 4 जना यो केटा हौ यो रुख कटल हो यो रुख कटल रोड यो हाम्रो गाउँ अब लगभग हामी हाम्रो गाउँमा आइपुगिसक्यो गाइजहरू अब कति लाग्छ हामीलाई 5 मिनट जति लाग्छ गाइजहरू अब यहाँ हामी आयौँ यो हाम्रो दाइ यहाँको के भन्छ त्यो गाउँको जमिनदार बुढाहरू जमिनदारहरूको गाउँ हो यो चाहिँ यहाँ जमिनदार नम्बर कहाँ यता नि हो ल यो डाँडो देखाइदिउँ डाँडो नदेखेला क्यामेराले यो हाम्रै हो सबै हाम्रै घर हो हामीले ऊ त्यो पनि ल हबिबी यसलाई ताल हामी यहाँ खोलामा आइसकेको छौँ केटाहरू खोलाको बाइक तारिदिउँ त ल तारौँ ओ विशाल तारौँ ब्याग सहित तारिदिउँ कहिले म ब्याग समाइसिदिउँ नभए ब्याग अगाडि तारिदिउँ गाइज हामी फाइनली अलमोस्ट डेस्टिनेसनमा पुगिसकेका छौँ यहाँ ल आऊ दोस्त ब्याग नजर है हो या नाइस या भोलि भाइ हामीले माछा मार्ने यतैतिर उ त्यो ढुङ्गा थुपारेछ नि त्यसलाई घरमा यता हेर्नु यता आउनु ल अब हामी यहाँ घरमा हेर्न जान्छौँ ब्रदर मैले केही लाउनु पर्छ म चाहिँ हर्ला नि त फेरि खोइ कहाँनिर छ घरुवा ढुङ्गा थुपारेको यही हो घरुवा होइन यहाँ घरुवाहरू छ गाइस भोलि हामीले माछा मार्ने ठाउँ यही हो कुराले म त देखाएको छैन राम्रो सम्झिको है गाउँको घर बबाल रहेछ है के थाहा लाग्यो होला त जाने आसिदाले के भन्नु छ हजुर हामी फाइनली आइपुग्यौँ होइन महाभारत गाउँपालिकामा यो
सम्झिलाई के भन्नु छ घर आइपुग्यो हजुर दुःख सुख गरेर साथीहरूलाई 6 घण्टा भनेर 5 घण्टा लाग्यो यार 2 घण्टा आइपुग्यो अब हामी त केटाहरु थकित समलाई के भन्नु छ म त केही छैन म त यो चाहिँ पीडा दिलमा मान्छे चिल्मा रातिको डाइट है यो चाहिँ यो अन्तिम सासमा के भन्नु छ तँलाई लोकल है प्योर लोकल रहेछ उ त्यहाँ अहिले बारीमा गएर अम्बा टोक्दै म त ओहो भाइरल अम्बा हाम्रो यहाँ आउ दिदी आउ अम्बाको पात टोक्दै दिदी आउ अम्बा छ रहेछ त अम्बाको पात भने त अम्बै रहेछ यार ओटा केटा रुक्छ नभए नाडा मरे गए एट्याक अम्मा हो अब के भगाडे भने यो के भगाडे भने ठुलो एउटा टिपाउनु मेरो लागि नि खोइ नखानु होला है अब टेस्ट गर्न लागिरहेछ म चाहिँ काँचो काँचो रहेछ के छ दाजु ठिक छ गाउँतिर घुमघाम यो पुरै यो त ललितपुर जस्तै रहेछ हौ एरिया त ट्याक लाएर हेऱ्यो तलबाट यो जिउ खोलामा आज टाउको झोलामा जिउ खोलामा जिउ चाहिँ झोलामा टाउको चाहिँ हात्नु परेछ एमडी आउँदा एकचोटि आउ न एकचोटि ल यता मेरो पनि थोडा टाउको जिउमा जबरजस्ती टाउको जिउमा झोलामा झोलामा चाहिँ टाउको हातमा जिउ खोला आशीले के हो खपे खुट्टाल तान्ने हो क्या मोबाइल मुल्ला त जा मेरो भिडियो जुन सँगै न काटे बुद्धि किनकि त निबु आवश्यक रे निबु गए निबु चेस चेस अझै गाउँको तीन पाने हजुर कस्तो लागिरहेछ लामा हाम्रो दाइ हामी अब यहाँ भात खान लाग्दैछौँ हामी भर्खर फाइनल डेस्टिनेसनमा आएर थकाइ मारेर हात गोडा धोएर अब यहाँ राजा साहबको देशदेखि आउँदो लाटो लोकल चामल अचार अब यहाँ कस्तो हुँदैछ फिलिङ्स यो हाम्रो दाल हो यो चाहिँ गाउँकै लोकल भात मेरो यता नि दाल दाल यो चाहिँ हाम्रो राइस वाइन दाल हो यता पनि दालै हो ट्रान्सपेरेन्ट हैन तिम्रो लत लाग्यो जस्तो मलाई तीन पानीको भोलिदेखि सोचिरहेको छु जिम जाने भो ल अब हामी खाएर फेरि कन्टिन्यू गर्छौँ तिमीले हाम्रो एमडी भाइले मोहनी लगाइदियो किन हैन अब यहाँ खोयाबिरको आयो यो हाम्रो खोयाबिरको यहाँ अलिकति छ इमेजिन गर्ने कि इमेजिन यो दालसँगै मिसेल है फेरि मेरो सिएम रहेछ तीन पाने खोयाबिरको आजमा मेरो सिएम रहेछ हाम्रो घरको झलक पनि देखाइदिनु है हामी यहाँ
संस्कृति झल्काउनु पर्यो नि होइन हाम्रो यहाँ घरको चट्टा देखाइदिनु पर्यो नि यो चाहिँ हाम्रो घर हो त्यहाँ भाउजूहरू मजाले खाना बनाउँदै हुन्छ खाना पस्किँदै हुन्छ मासु आउँदैछ गाइस अहिले मासु आइसकेपछि चाहिँ म पनि भ्लग बन्द गरेर खाना खान सुरु गर्छु अहिलेसम्म चाहिँ ठिकै छ अहिले काम वडा कार्यालयमा खिचेन ल टोलीहरू खाना खाँदै ल रेडी हुँदैछ हाम्रो यहाँ निट सचिन बरेर छौरा हाल फाइनली हामी चाहिँ यो हतियार दिएर माछा मार्नलाई हाम्रो फाइटर यहाँ छ फर्स्ट लट त छाटकाट त खतरा निस्किएको थियो त्यो त उतो भुत्ले हो क्या अहिले मजै मजा मोबाइलमा खिचाइलिएर छु बाइबल त धर्म के हो हामी यहाँबाट खाजा नास्ता खाएर हामी निस्किन्छौँ यहाँ हाम्रो विशेष गरी यहाँ देखाउनुपर्छ माछा मार्ने के दाइस न ढडिया यो थकाउली हो अब हामी यहाँबाट ए हाम्रो जन्तुहरूलाई पनि देखाइदिउँ न ए यो ढडिया हो अब हामी बाँकी भनेको अब 20-30 किलो माछा लिएर आएर मात्रै देखाउँछौँ अब हामी माछा मार्न जाँदैछौँ पर्दै उहाँले चिनाइनु छ पर्दा के अरे सबको सामानको नाम भन्ने त यो ढडिया गल यो थकाउली यो माछा साम्नलाई प्लास्टिक लिएर हामी चल्दैछौँ अब हामी जाँदैछौँ बिस्तारै माछा मार्न हाम्रो ग्रुपमा अनि अब म चाहिँ क्यामेरामा नआउने भाइ त्यही भएर सल्लाह गर्नु मै आजको मास्टर हाम्रो सिकारी किन व्यस्त अब हामी चाहिँ निस्किन लाग्यो हो अब ट्रेडिसनल पारामा होइन त्यहाँ हामीले चाहिँ घरुवादेखि दुवाली सबै लगिसक्यो ट्रेडिसनल पारामा हामी चाहिँ माछा मार्दैछौँ हामी यहाँ बनखु खोलामा होइन अब त्यहाँ चाहिँ अब हामी दुवाली र घरुवा पुरा ढडियाहरू हालेर होइन अब हामीले माछा मार्ने ठाउँ आइसक्यो है ल मछुवारा हेरौँ न मछुवारा गन्तव्य नजिक छ अब चाहिँ ट्याग लाएर होइन अब हामी जाँदैछ गाइस हामी सबैजनाको भोइस ओभर हुन्छ यो भिडियोमा चाहिँ यो भ्लगमा चाहिँ किनभने के भन्नु छ अब यस्तो नयाँ एक्सपिरियन्स लिन खोजिरहेको छु होइन माछा शिवरात्रिको दिन ढुङ्गा अब हामी यहाँबाटै सर्टकट हानिदिनु लागिरहेछौँ गाइजहरू सँग आइबोरे हाम्रासँग जाइभो त दाल रोटी खाइभो रे एकछिन है गाइजहरू अलिक बाटो अप्ठ्यारो छ हाम्रासँग जाइभो त माछाहरू खाइभो रे दाइहरू फिसरम्यान दाइ फिसरम्यान आजको फिसरम्यान
चलोस् पर्दै ओ पर्दै आजको फिसरम्यान हो नि त भाइ पनि ओइ टोलीहरू पुरै खोलामा टोली तातेको अवस्था अब यहाँ हामी ढुङ्गा पल्टाउँदैछौँ सकभर यहाँ अब रेडी हुँदैछ खोला थुन्ने काम सकिन लागिसकेको छ सकभर यहाँ अब रेडी हुँदैछ खोला थुन्ने काम सकिन लागिसकेको छ शिवरात्रिको दिनमा के आयो यो स्याउला आयो ओ माया कुसुम झर्दिन ल माया ल तीव्रगतिमा यहाँ खोलाको बहान बढिसकेको छ दाजु सम्मान हनुमान बगायो चप्पल 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 के चप्पल आएगा चप्पल सोम सोम हामी दोस्यो साँच्चीकै साँच्ची भयो उठाउँदैन सिधा उठाउनु सिधा माछा मार्ने कार्यक्रम सुरु भयो ल भाग्यो कतै हेरौँ यता खोइ रन्दाले एउटा फाल्दा थियो भर्खर सानो अन्तिम सास फेर्दैछ यसले हामी चाहिँ यसरी छौँ अन्तिम सास कल्याण गरौँ यमराज केला परेको छ क्र्याब ल आना नि भित्तामा इनर्जी चाहियो यो कक्रोच होइन क्र्याब पालन दोस्त खाइदियो ब्लगमा आउनुपर्छ यो चाहिँ केरा खाएको चाहिँ ट्याक्क थम्बनेलमै राखिदिनु सिँगै खाने कामै सिकाएर जाउँ भनेको आज सिँगै खाने क्रन्ची फिस पनि खाइदियो अब यसको कुन लेग चल्दा टाउको खाइदिनु पछाडि टाउको नो टाउको वाउ नाइ सो टेस्टी टेस्ट वान टेस्ट ओ
अझ चल्दा खोला छोडेर जाँदैछौँ हामी अब बाई बाई खोला छोडेर अब मलाई चाहिँ साबेल खुवाइरहेको छ यो बोकेर उक्लिँदैछु म घट्ट पनि रहेछ पानी घट्ट Back to the place. माछा चाहिँ यो भित्र छ है हिजोभन्दा ठुल्ठुलो छ नि बरु माछा वही माछा यहाँ हाम्रो माछा रहेछ यार यति माछा त विशाललाई खाइदियो बाँच्छ नि फेरि यस्तो गर्ने त है यिनीहरू ठुल्ठुलो रहेछ है ठुल्ठुलो छ नि गज्ज गज्ज छ दिप्जी एउटा देखाइदिउँ त माछा मिसन सक्सेस हेर्नुहोस् आज शिवरात्रिको दिन माछा मारियो हामी यहाँ भात खाँदैछौँ हाम्रो माछाको सुप पनि छ माछा फ्राई पनि छ यहाँ हाम्रो दाई पर्दाले नि हेर्नु पर्ने पर्दा यता हेर्नु पर्दा माछा हो बा खोलाको माछा त एकदम मिठो बा कस्तो कस्तो माछा रे बा असल माछा असला माछा लगायतलाई हामी चाहिँ अब निस्किन लागेको छौँ है शिवरात्रि मनाएर ब्याक टु धुली खेल फगाइ त लागेको छैन नि हामी चाहिँ नाटेको हाम्रो डेस्टिनी सुरु भयो ल जाउँ जाउँ साथीहरू अब हामी जान लाग्यो अब हामी यहाँ तयारी भइसक्यो सबैजना ल अब हामी जान लाग्यो गाइजहरू है मेरो बाइक उता छ अब हामी जाने एम्स्टरडम ल ल ल धेरै धेरै धन्यवाद नमस्ते हजुर एकदम धेरै धेरै नमस्ते थ्याङ्क यू सो मच फर गुड कम्पनी है धेरै राम्रो भयो रमाइलो भयो नरिसाउनु है ल धेरै लसो है हजुर ल ल ल गाइज अब हामी फाइनली जान लागेको छौँ केटाहरू आइसके ल जाउँ 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 बिस्तारी जाउँ है बिस्तारी है बाटो अप्ठ्यारो त बिस्तारी ल ल ल जाउँ बिस्तारै है बिस्तारै हेलो हेलो माइने आइसलाम अरे ल गाइज अब म पनि त्यहाँ जान्छु अब हामी फेरि जाँदाखेरि बाटोको झलकहरू देखाउनेछौँ टोली धुलो खाँदैछ नि बाइकले तानेर बाटोमा यसो टुच्चा हान्न छिराछौँ एकछिनलाई भयो नि